हेलो एभ्रिवान, आज हामी सबै जिल्ला सुरक्षा समिति म्याग्दीको टिम चाहिँ मुस्ताङ जान लागिरहेको छौँ अन्तर जिल्ला सुरक्षा समन्वय बैठक गर्नको लागि। हामी चाहिँ अब बेनी, गलेश्वर, त्यसपछि पोखरे बकर, तातो पानी, दाना, घाँसा, लेती, मार्फा, जोमसोम हुँदै जोमसोम बजार पुगिसकेको छौँ। ठ्याक्कै लगभग म्याग्दीको बेनी बजारबाट जोमसोम बजार पुग्न 2 घण्टा लाग्छ। शुक्रबार अफिसको टाइम सकेर 3-4 बजे हिँड्दा चाहिँ हामी त्यहाँ पुग्दा बेलुकै नै भयो, किनभने अहिले छिटो साँझ पनि पर्छ। अब हामी जिल्ला प्रशासन कार्यालय मुस्ताङ पुग्छौँ। यहाँ मिटिङ पनि सुरु भइसकेको छ र सिडिओ साहबहरूले चाहिँ आफ्नो जिल्लाको बारेमा समग्र वस्तुस्थितिको एक्सप्लेन गरिरहनु भएको छ। 7,05,000 पर्यटकहरू आउनुभयो। त्यो भनेको नेपालमा विदेशी पर्यटकहरू जति आउनुभयो, मुस्ताङ जिल्लामा पनि त्यति नै पर्यटकहरू आउनुभयो। रोल्पा जिल्लाको सिमाना म्याग्दी र रोल्पाको सिमाना जोडिएको त्यताबाट र सँगसँगै धौलागिरीको अर्को साइडबाट निस्केको चाहिँ म्याग्दी खोलाको नामबाट म्याग्दी जिल्लाको नामाकरण भएको चाहिँ पनि म्याग्दी खोला यो गण्डकी प्रदेशभित्र पर्ने म्याग्दी जिल्ला हिमाली जिल्लाको रूपमा परिचित रहेछ। हाम्रो म्याग्दी जिल्लाको सिमाना चाहिँ मुस्ताङ, पर्वत, बागलुङ, कास्की, डोल्पा, पूर्वी रुकुम, मनाङ र 7वटा जिल्लासँग चाहिँ यसको सिमाना जोडिएको छ। धेरै जिल्लासँग जोडिएको छ। छुट्टै र सामूहिक सुरक्षा चुनौतीहरूको नियमित विश्लेषण गर्ने र प्रभावकारी रूपमा समन्वय गरी जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने निर्णय गर्ने। मिटिङ इफेक्टिभ भयो। हामीले त्यहाँ एकअर्कासँग गिफ्टहरू पनि एक्सचेन्ज गर्यो। एकछिन इन्फर्मल टक भयो। त्यसपछि हामीले मिटिङ सक्सेसफुल्ली कम्प्लिटेड भनेर त्यहाँबाट डिनरको लागि लाग्यौँ। बाहिर कस्तो सिरेटो हावा चलिरहेको थियो। आजको लागि गुड नाइट। दिस इज आवर सेकेन्ड डे एट मुस्ताङ। गुड मर्निङ एभ्रिवान। शनिबारको दिन थियो। अब मुस्ताङसम्म घुमेर आउन भनेर सबै टिमको छलफल भयो। त्यही भएर हामी जोमसोमबाट अप्पर मुस्ताङतर्फ लाग्यौँ। स्मुथ ट्राभल गरिरहँदा लगभग 5 आवर्समा जोमसोमबाट अप्पर मुस्ताङ पुगिन्छ भने म्याक्सिमम 7 आवर्स लाग्छ। यो हो माथि देखिएको दृश्य। भेडी च्याङ्राको बथान कस्तो मजाले हिँडिरहेको थियो। जोमसोमबाट माथि लागेपछि अद्भुत दृश्य देखिन्छ। माटोको पहाडहरू, अजीब बनेको आकृतिहरू देखिन्छ। जतिचोटि ट्राभल गरे पनि यो पार्ट चाहिँ सधैँ इन्जोय गरिन्छ मुस्ताङको। हामी लोघेकर दामोदर कुण्ड गाउँपालिका चराङ आइपुगेको छौँ। त्यहाँबाट दामोदर कुण्ड जाने बाटो छ, जहाँ माथि हिँडेर जानुपर्छ। त्यो शालिग्राम शिलाको उद्गम स्थल र हिन्दू धर्मावलम्बीहरूको पवित्र स्थल मानिन्छ। विष्णुको प्रतीक पनि मान्ने दामोदर कुण्डलाई गण्डकी नदीको मुख्य उत्पत्ति स्थल मानिन्छ। यहाँ माथितिर पानी पनि खासै पर्दैन, मरुभूमि समान देखिन्छ। यहाँ खासै वनस्पतिहरू पनि पाइँदैनन्, तर यो आकृतिहरू यस्तो अजीबको छ, यस्तो मन लोभ्याउने छ। जतिचोटि यहाँ आइन्छ त्यतिचोटि नै यस्तो रमाइलो फरक अनुभूति हुन्छ। आँखा नै बन्द नगरी हेरिरहँ जस्तो लाग्छ। जोमसोमबाट लोमान्थाङ 90 किलोमिटर रहेको छ र लोमान्थाङबाट कोरला बोर्डर 20देखि 22 किलोमिटर रहेको छ। 5देखि 6 घण्टाको रमाइलो यात्रामा तपाईहरू माथि अप्पर मुस्ताङ पुग्न सक्नुहुन्छ। नेपाल साँच्चै नै भौगोलिक विविधताले भरिपूर्ण देश हो। हिमालका यस्ता रमाइला दृश्यदेखि लिएर पहाड र तराईको समथर भूभाग नेपालमा देख्न सकिन्छ, जसले साँच्चै नै मन लोभ्याउँछ। जतातिर गयो त्यतै नै फरक प्रकृतिको अनुभव हुने हुँदा नेपाललाई साँच्चै नै सुन्दर देश मानिन्छ।
हामी जोमसोमबाट हिँडेपछि धेरै कतै नभुलिकन डिरेक्ट कोरला नाका पुग्ने र फर्केर आउँदा मात्रै लोमान्थाङ र अन्य ठाउँहरू घुम्दै आउने हाम्रो प्लान भएकोले हामी त्यही अनुसार कोरला नाकाको लागि हिँडिरहेको छौँ। माथि खासै बाक्लो बस्तीहरू पनि छैन। कोही कोही बेला गर्मी जस्तोको टाइममा मात्रै त्यहाँ माथि बस्नुहुन्छ, चिसोको टाइममा माथि बस्नु सकिँदैन। त्यही भएर सबैजना तल झर्नुहुन्छ। ठाउँमा लिमिटेड ठाउँमा पुराना घरहरू, ऐतिहासिक घरहरू देख्न सकिन्छ, तर खासै बाक्लो बस्ती र मान्छेको बाक्लो उपस्थिति माथि देख्न सकिन्न। फाइनली हामी कोरला बोर्डर पुगिसकेको छौँ। यो चाहिँ मेरो थर्ड टाइम हो। मैले म्याग्दी बसिरहँदा 3 चोटिसम्म कोरला नाका जाने अवसर पाएँ। एकदमै खुसी लाग्छ। चाइनाको पार्टतिर मार्केटहरू अलि ठुलो भव्य देखिए पनि नेपालको साइडतिर भने टेन्टहरूमा राखेको सानो सानो मार्केट पाइन्छ र हामी त्यहीँ गएर कफीहरू खायौँ। चिसो धेरै भइरहेको थियो, त्यही भएर वार्म अप गर्न कफीहरू ल्याउँ। यहाँबाट क्लोजली हिमाल पनि देख्न सकिन्छ। सेतो हिउँझै टल्किरहेको हिमाल देख्दा एकदम खुसी लाग्यो। म 3 चोटिसम्म कोरला बोर्डर आएँ। जतिखेर पनि यस्तै भिडभाड हो, टाढाबाट मान्छेहरू आउने जाने भइरहनुहुन्छ। हामी चाहिँ मिड टाइम जस्तोमा आएको थियौँ। खासै त्यस्तो धेरै जाडो त थिएन, नभए त अरू बेला यहाँ बाहिर एकछिन बस्नै सकिन्न। यस्तो सिरेटो चलेर चिसो हावाले गाह्रो हुन्थ्यो। आज त राम्रोसँग बाहिर इन्जोय गर्न पनि सक्यो र यो टेन्टहरू लगाएको यो सबै एरिया देख्दा जतिचोटि आयो त्यतिचोटि नै मैले एकदम इन्जोय गरेको छु। रमाइलो लाग्छ त्यहाँ। तर पहिला आउँदा एकदम चिसो भएकोले बाहिर धेरै यसरी घुम्न सकिन्न थियो। सिरेटो चलिरहेको हुन्थ्यो, भित्र टेन्टमा गएर बस्नु पर्थ्यो। अहिले चाहिँ म आनन्दले बाहिर घुमिरहेको छु। अहिले कोरला नाका पनि खुलेकोले यसरी इभी र अन्य गाडीहरू र त्यहाँबाट नाकाबाट लग्ने सामानहरू पनि लगेको देख्न पाइयो। अहिले भर्खरै त्यहाँ भन्सार र नाकाहरू खुलेको छ, त्यही भएर त्यो पनि हामीले हेर्दै त्यसको बारेमा बुझ्दै गइरहेको थियौँ। हामी चाइनाको मार्केटभित्र पसेनौँ, बाहिरबाट सर हेरेर मात्रै गयौँ। त्यहाँ भित्र जाँदा चाहिँ 9-10 बजे इन्ट्री गरेर भित्र गएपछि दिउँसो 2 बजे मात्र फर्किनु पर्दो रहेछ। हामीसँग खासै टाइम पनि थिएन, अहिले टाइट पनि गरेको रहेछ। त्यही भएर हामीले खासै त्यसको लागि एफोर्ट नलाइ हामी फेरि त्यहाँ कोरला नाकाबाट फर्क्यौँ। बाटो स्मुथ नै छ, पुरै पिच नगरे पनि राम्रो खाले ग्राभल छ। त्यही भएर लङ ट्राभलको लागि एकदम रमाइलो आनन्द आउने खाले ट्राभल हुन्छ। कोरला नाकाबाट अलि अगाडि फर्किँदा त्यहाँ छोसेरमा एउटा जोङ्के भन्ने छ, जुन ऐतिहासिक छ, रमाइलो छ, 5 तले छ। हजुरहरू त्यहाँ पस्न सक्नुहुन्छ। म पहिला जाँदा गएको थिएँ, अहिले चाहिँ गइनँ। हामी चाहिँ फर्केर आउँदा लोमान्थाङ घुम्ने कुरा थियो। अब हामी लोमान्थाङ घुमिरहेको छौँ। लोमान्थाङको आफ्नै विशेष महत्त्व छ। त्यहाँको आफ्नै ऐतिहासिक भवनहरू र विभिन्न दरबारहरू पनि रहेका छन्। जोमसोमबाट अप्पर मुस्ताङसम्म आइरहँदा मलाई बेस्ट अट्र्याक्टिङ पोइन्ट लाग्ने भनेकै लोमान्थाङ हो। यहाँको विभिन्न संरचनाहरूले नेपालको इथनिसिटी, हिस्टोरिकल इम्पोर्टेन्स, कल्चरल डाइभर्सिटी देखाइरहेको हुन्छ।
लोमान्थाङ नेपालको मुस्ताङ जिल्लामा पर्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक र कलात्मक महत्त्व बोकेको स्थान हो। यसले हाम्रो हिस्ट्री, कल्चरलाई जनाइरहेको हुन्छ। 1950 तिरको राज्यको राजधानी किङडम अफ लो मानिन्थ्यो। वरपर सुन्दर र शानदार हिमालहरू पनि देख्न पाइन्छन्। यहाँ ऐतिहासिक पुरानो दरबार, कलाकृति, गल्लीहरू, सभ्यता, संस्कृति यहाँको आकर्षणको केन्द्र हो। यहाँ देखिने वस्तुहरू, संरचनाहरूले स्पेसल्ली बुद्धिस्ट कल्चर देखाइरहेको हुन्छ र यो सबै संरचना हाम्रो पुरानो इतिहासको साक्षी हो। यहाँको मानिसहरू प्राय जसो टुरिज्म बिजनेसमै इन्भल्भ हुनुहुन्छ। प्राय यहाँ टुरिस्टहरूको फ्लो धेरै हुने भएकोले होटल व्यवसायमा उहाँहरू इङ्गेज हुनुहुन्छ। हजुरहरू यहाँसम्म आउनुभयो र यहाँबाट केही गिफ्ट, सौभेनियर र अन्य आइटमहरू लानु पर्यो भने मेरो सजेसन हजुरहरूलाई चाइना बोर्डरमा भन्दा पनि लोमान्थाङमा मलाई अझ राम्रो कस्टमा दिए जस्तो लाग्यो। हामीले चाहिँ कोरोला बोर्डरमै किनिसकेको थियौँ, भरे यहाँ आएर सोद्धा चाहिँ यहाँ अझ राम्रो कस्टमा दिनुहुँदो रहेछ। सो हजुरहरूलाई यो मेरो एउटा सजेसन रहेको छ। यहाँको लोकल मानिस यहाँ बाहिर घाममा बसेर गहुँ फलिरहनु भएको थियो। हामीले पनि त्यहाँको दृश्यहरू हेऱ्यौँ र एकछिन उहाँहरूसँग अन्तर्क्रिया गऱ्यौँ। हामीसँग राम्रै टाइम थियो, त्यही भएर हामी त्यहाँको गल्ली घुम्यौँ। यदि हजुरहरूलाई पनि जस्तो पुरानो कुराहरू, इतिहास हेर्न मन लाग्छ, त्यहाँ घुम्न रमाइलो लाग्छ भने लोमान्थाङमा हजुरहरूले 1-2 घन्टा स्पेन्ड गर्न सक्नुहुन्छ। हामी त्यहाँबाट खानाहरू खायौँ। त्यसपछि यस्तै देखिने अद्भुत र अजीब दृश्यहरूको मजा लिँदै लागिरहेको छौँ अब जोमसोमतर्फ। गाडीभित्रैबाट मैले भिडियो लिएको रे, प्राय कति ठाउँ हल्ली पनि रहेको छ, ऱ्यान्डमली लिइरहेको थिएँ त्यही भएर। तर जति सके जुन पार्टहरू मलाई रमाइलो लागिरहेको थियो, अद्भुत लागिरहेको थियो, त्यो सबै पार्ट मैले खिचेर हजुरहरूलाई देखाउने प्रयास गरेको छु। सरहरूले एकछिन झरेर शालिग्राम खोज्ने कालीगण्डकीमा भनेर भन्छ, त्यही भएर हामी झरेर एकछिन शालिग्राम खोज्यौँ। खासै धेरै त पाइँदैन, माथि दामोदर कुण्ड गयो भने चाहिँ प्रशस्त मात्रामा पाइन्छ, थोरै मात्रै यहाँ पाइने भएकोले हामी एकछिन खोज्यौँ र कालीगण्डकीमा एकछिन बसेर फर्क्यौँ। मुस्ताङको अर्को र छुटाउनै नहुने ठाउँ भनेको मार्फा बजार पनि हो। मार्फा प्राय स्याउ उत्पादनको लागि फेमस छ। अहिले त्यो टुरिज्मको मेन हब बनिसकेको छ। त्यहाँ विभिन्न कल्चरल अटायरहरू लाएर फोटो खिच्ने गरिन्छ। यहाँ जेरी र कबड्डी मुभी पनि सुटिङ भएकोले अझ यहाँ फेमस छ। यहाँ त मान्छेको एकदम भिडभाड र चहल पहल पनि हुन्छ। बेलुकाको टाइम अझ रमाइलो लाग्छ त्यहाँ घुम्नको लागि। म जतिचोटि आउँछु त्यतिचोटि मार्फामा आएर घुम्ने गरेको छु। यहाँ राम्रो गिफ्ट र सौभेनियरहरू पाइन्छ र यहाँ पनि कल्चर, इथनिसिटी, डाइभर्सिटी झल्किने विभिन्न घरहरू रहेका छन् र यहाँको गल्लीहरू पनि घुम्नको लागि एकदम रमाइलो छ र चिल भाइब्स आउने खाले ठाउँ लाग्छ मलाई चाहिँ मार्फा। हजुरहरू जोमसोमसम्म मात्रै आउनु भयो भने पनि मार्फा घुम्न नछुटाउनु होला। यसरी हजुरहरूले कल्चरल ड्रेस लाएर फोटो भिडियो सुट गर्न सक्नुहुन्छ र यहाँको ब्याकग्राउन्डले पनि अझ कस्तो राम्रो देखिन्छ कि फोटोहरू।
यसरी हामीले कोरला नाकाबाट लोमानथाङ हुँदै मार्फा भिलेज पनि घुम्न पायौँ। साँच्चै नै रमाइलो भयो। स्याउ पनि हजुरहरूले देख्न सक्नुहुन्छ। आजको एक दिनको ट्राभल साँच्चै नै एकदमै रमाइलो भयो। हामी सबै सुरक्षा समिति म्याग्दीको टिम र अन्य सरहरू पनि हामीहरूसँग हुनुहुन्थ्यो। ट्राभल एकदम बेस्ट भयो र हजुरहरू पनि एकचोटि मुस्ताङ घुम्नै पर्छ र अझ अप्पर मुस्ताङसम्म जानुहोला र रमाइलो आनन्द र नेपालको यस्तै इथनिक डाइभर्सिटी इन्जोय गर्नुहोला।